साइप्रस आउनलाई चाहिँ घरको काममा चाहिँ 6-7 लाख भनेछ भने चाहिँ त्योमा चाहिँ हजुरहरू नआउनु। त्यो 6-7 लाख भनेको यति धेरै पैसा हो कि, किनभने यहाँनिर तपाईँहरूको घरको काममा आयो भने बेसिक स्यालेरी हुने भनेको 400 हो। प्लस हामीले महिनामा एउटा सन्डे बिदा लिएर, महिनामा चाहिँ हरेक सन्डे बिदा हुन्छ, तर कसैले दिँदैन होइन। इन्टरभ्यूमै भनेको पनि हुन्छ, तर भने महिनामा एक दिन छुट्टी लिएर पनि हाम्रो बिबिसिउरो चाहिँ आउनुपर्छ। कसैले दिन्छ कसैले दिँदैन होइन, घरअनुसार पनि पर्छ। तर 7 लाख तिरेर घरको काममा नआउनु होला, बरु पैसा थपेर, थोरै पैसा अझै धेरै पैसा थपेर बरु मार्केटिङहरूतिर, होटेल लाइनहरूतिर आउनु होला। म चाहिँ त्यही भन्छु। तर 6-7 लाख तिरेर चाहिँ नआउनु होला। र 6-7 लाख तिरेर तिमीलाई स्यालेरी यति हुन्छ उति हुन्छ भनेर भन्नुहुन्छ भने हजुरहरूले त्यो इन्टरभ्यू दिएर, इन्टरभ्यूमा पुरै इन्टरभ्यूमा भनेको हुन्छ यति हुन्छ तेरो स्यालेरी उति हुन्छ भनेको हुन्छ। त्यो हो भने चाहिँ आउनु, नभए चाहिँ 6-7 लाख तिरेर चाहिँ घरको काममा चाहिँ नमस्कार नआउनु होला भन्छु है म चाहिँ।